बोल्दै गरौँ है ल ह्याप्पी दसैँ ल ह्याप्पी दसैँ है ह्याप्पी दसैँ होइन फेरि दसैँ सबैजनालाई ल ल हाम्रो यहाँ खसीको मासु छ अहिले बोइल हुँदैछ अनि यहाँ प्याज हालेर यहाँ तेलमा हालेर अलि तर्का लाउँदैछौँ भित्र लाग्नु केटाहरू के गर्दैछ यसो ल भित्र यहाँ हाम्रो विपिन सोलीले प्याज काटिराख्नु भएको छ यसो भाइ नाराज हो रहा है क्या यार अरे मैं नाराज नहीं हो रहा भाई बढ़िया है एकदम ये हमारा दोस्त लोग है हैप्पी दशहरा आई लव यू बोलो आई लव यू ल हाम्रो पोल्ट्री बिजनेस प्याज काट्दा भित्र केटाहरू के गर्दैछ ल हाम्रो चाहिँ यहाँ हाम्रो चुराउने भाइ यहाँ हेरौँ न मिक्सर मसलामा चाहिँ अदुवा लसुन सबै पिसिराख्नु भएको छ यहाँ मिक्सी चलाइराख्नु भएको छ हाम्रो चुराउने सोल्टी ल यता पनि हेरौँ है बाई बाई गरौँ हाई हाई गरौँ ल चल्दा चल्दा अलि मिसिन चल्दै छैन ल ल हेरौँ है ल ल मुस्कान दिइराख्नु भएको छ ह्याप्पी दसैँ ल चुराउने सोलीले ह्याप्पी दसैँ भन्नुभएको छ यो हाम्रो यो भन्छ यहाँ पुरै आज मासु र चुरा खाने भएर यहाँ ल हाम्रो अर्को साथी ह्याप्पी दसैँ ह्याप्पी दसैँ ल भन्नुभएको छ ल यो हाम्रो साथीहरू बस्ने बेडहरू यो हाम्रो भान्जा बस्ने हाम्रो चाहिँ यहाँ राइस कुकर अनि सब्जी छन् दाल छन् ल यो हाम्रो चाहिँ रुम है सबै साथीहरू यहाँ ल सबैजना राम्रो तरिकाले दसैँ मनाउनु सबै हाम्रो नेपाल भएको र यहाँ विदेशमा बसेको भाइ साथी दाजुभाइहरू छ सबैलाई हेप्पी दसैँ छ है ल मेरो चाहिँ फोटो कहाँ हराउँछ नि मेरो फोटै आएको छैन ल साथीहरू अब मिनाजुल हाम्रो यहाँ पाक्दैछ खसीको मासु अब मसला पाक्दैछ होइन प्याज काटिसक्यो अब एउटा फ्रिजमा केटाहरूको सामानहरू सबै छ अँ, हाम्रो ढाडे बिरालो यहाँ एउटा यहाँ बिरालो पनि छ आज चाहिँ अब रमाइलो गर्ने बाहिर देशको यस्तो हो रमाइलो भनेको ए गुदारुले के गर्दैछ यहाँ केटाहरूले जे गर्दैछ हजुर हाम्रो कुक त छ नि यहाँ एकदम देखाइसक्यो नि हाम्रो कुक त अब मसला के अरे प्याज एकदम रेडी हुँदैछ प्याज यहाँ खरिँदैछ खरेपछि चाहिँ अनि यो खसीको मासु हल्का तातो पानीमा उम्लिँदैछ यसलाई हल्का उयो गर्नुको लागि हो अब आगो चलाउँ प्याज चढ्ने गाडेछ ग्रेभी चाहिँ दियोस् हुन्छ उयो कहाँ गयो चुरामणि हाम्रो चुरामणि सुपरभाइजर कहाँ गयो के गर्दैछ सुपरभाइजर ए उयो रहेछ त मेसिन यहाँ मेसिनमा हानिसकेको ए ल हाम्रो मसला पनि रेडी भइसक्यो लिएर जान्छु अब ल आउनु है ल मसला हाल्नु थाल्यो है अब खसीको मासुमा चाहिँ अब के हो भुँडी देखाएर चल्डिएर म चाख्दैछ त फेरि ल है ल है धनियाँ काट्नु पर्ने छ धनियाँ छैन तपाईँकोमा ओ ल अब साधु अब दसैँ मनाउनु पर्छ होइन
अब यहाँ रेडी छ रेडी अब मासु प्राय आउनु बाँकी छ हौ मासु त आइसकेछ पाकेर चिकन चाहिँ आउनु बाँकी छ हाम्रो सबैजनाको रेडी भइसक्यो ओ चोराउनु भाइ गाना लगाऊ न हल्ला खल्यो अलि हाम्रो पनि ड्युटी छ नि बिहान कति हुन्छ हुन्छ अहिले खाएर बाडौँ बाडौँ अहिले खाएर यहाँ सबै डान्स गर्नुपर्छ है धत्। हाल्नु न एकजना ल सर्भ हुँदैछ यहाँ हाम्रो सेफ चाहिँ यता छ थाहा छ फेरि यो देखाउँ न ल यहाँ सब्जी बाडिँदैछ हाम्रो उता कुकम्यानले दसैँ त यस्तै पो भयो त हो साथीहरू रमाइलो टेरेका हाम्रो मिनाजुल यहाँ हाम्रो साथीले पनि यहाँ अब रमाइलो गरिराखेछ होइन अब टिकटक बनाउँछ अरे